ओहो मेरो प्यारो कॉफी मेकर। मेरो प्यारो मालिक, भन्नुहोस् त हजुरको के सेवा गरौँ? ल भन्नुहोस् त कुन चाहिँ कफी खाने, एस्प्रेसो खाने कि क्यापेचिनो खाने कि नर्मल कफी खाने? होइन, क्यापेचिनो चाहिँ भरे इभिनिङमा खाने हो। अहिले चाहिँ नर्मल कफी बनाउनु पर्छ। सब्जी काटेको लाग्यो, पचाउ सब्जी काटेको लाग्यो। होइन यो नमुनालाई चाहिँ कहाँबाट ल्याउनु भयो हजुरले? कसलाई नमुना भनेको? अहिले खिच्चेस्। ए ल तिमीहरू बढी झगडा नगर। थाहा छ यसलाई मैले जोगबनीबाट आउँदा 350 मा लिएर आएको। अहिलेसम्म एकदम मजाले काम गरिरहेछ। यो त सस्तै आइटम रहेछ नि दाइ सब्जी। मलाई सस्तो आइटम भन्छस्, तँलाई आफ्नो औकात थाहा छ? झन् यसलाई त मैले 10 रुपियाँमा लिएर आएको। मलाई 10 रुपियाँको भनेर हेप्ने होइन है। 10 रुपियाँको भए पनि मैले कति जरुरी काम गरिरहेको छु।